भाइलाई दुर्गा प्रसादलाई पक्राउ गरिसकेको सके लगातार दुर्गा प्रसादलाई यहाँ पक्राउ गर्न प्रहरीहरू आएर प्रहरीहरू तैनात खडा गरेको छ र प्रहरीले यहाँ मिडियालाई नै धक्काबाजी गरिरहेको यो दृश्य हामीले ल्याउनु नि त सरसँग के होला गाडीमा होला कहाँ पक्रा बुर्जी ल्याउनु डिएसपी साहबलाई पक्रा बुर्जी ल्याउनु पक्रा बुर्जी सर आउँदै हुन्छ पक्रा बुर्जी देखाउनु सर पक्रा बुर्जी ठिक छ पक्रा बुर्जी बेगर के आधारले ल्याउनु होइन साइड लाउनु होइन पक्रा बुर्जी बेगर गाडी पक्रा बुर्जी बेगर आउनु पर्छ त पक्रा बुर्जी बोकेर आउँछ पहिला पक्रा बुर्जी देखाउनु तपाईहरु पक्रा बुर्जी देखाउनुस् पहिला पक्रा बुर्जी किन गाडी साइड लाउनुहुन्छ पक्रा बुर्जी नदेखाइकन तपाईहरु गाडी साइड लाउन मिल्ने हो यही देखाउनु पहिला पक्रा बुर्जी हजुरले देखाउनु हाम्रो कार्यक्रम साइड ल यसो गरौँ साइड लाउनु त गाडी थोरै साइड लाउनु होइन सुन्नु गाडी त साइड लाउनु दिनु नि त साइड लाउनु तपाईँहरूको ड्युटी जस्तो हाम्रो त्यस्तै हो नागरिक अपराधी हो यार परिषदबाट पक्राउ बुर्जी देखाउँदै हुनुहुन्छ के हो परिषद उहाँ सिधै काठमाडौँ जानुहुन्छ यार के हो छ यार वहीँ जे गरे पनि वहीँ सार्वजनिक शान्ति विरुद्ध कसुरहरू के हजुर त्यस्तो पनि हुन्छ यार सार्वजनिक शान्ति विरुद्ध के को सार्वजनिक शान्ति विरुद्ध हुन्छ के भयो तर नागरिकले बोल्न पाउँदैन परिसरबाट पठाएर काठमाडौँ परिसरबाट उसलाई जाम त हुन्छ त एकछिन पर्खिनु जाम हुन्छ कि म रमेश भयो जाम मात्रै हुन्न के हुन्छ छोड्नु न यो जाम मात्रै होइन नि यो बहुत ठुलो दुर्घटना हुन्छ यो चाहिँ बहुत ख्याल गर्ने कुरा हुन्छ उहाँ यार नागरिकको नेता ऊ जाँदै छ यार काठमाडौँ उहाँ गएर काठमाडौँमा जे गरे पनि काठमाडौँ हुन्छ नि राज्यसँग कुरा गर्छ प्रधानमन्त्रीसँग कुराकानी गर्छ यार गृहमन्त्री प्रधानमन्त्रीसँग कुराकानी गर्ने मान्छेलाई बाटो छेकेर हुन्छ मलाई एउटा काम गर्नु न एउटा काम गृहमन्त्रीलाई कुराकानी म गृहमन्त्रीसँग कुरा गर्दैछु म रमेश भाइ त्यस्तो हुँदैन यो त अनि परिसरबाट मलाई पक्रा बुर्जी पठाएर गाडी अगाडि नबढाऊ भाइ गाडी अगाडि नबढाऊ भाइ यो फेरि थप दुर्घटना हुन्छ म एसएसबीसँग कुरा गर्दैछु म यहाँ यस्तो पनि हुन्छ यार यो पनि कोही बुझ्छ यस्तो पनि यस्ता मरेको कुरा नि गर्ने यार यस्तो छ सबै अहिले कुरा के छ भने तपाईँले अहिले शान्ति नियन्त्रण गर्न सक्नुहुन्न होइन एकदम प्लिज होइन हामी पनि नागरिक हो जस्तो कुरा भयो नि सरकारको यार यो लाचार हिम्मत नभएको यहाँ कुनै दम नभएको सरकारको कुराहरू हुन्छ यार होइन मलाई अचम्म लागेको यहाँ बाटोमा हिजो हामीलाई खिच्न दिनु यार सर हाम्रो जागिर जान्छ नि सर होइन एकछिन छोड्नु के हुनु एउटा कुरा के छ भने यो अव्यवहारिक र यो म प्रधानमन्त्रीसँग सोध्छु अनि त्यस पछाडि म जान्छु मैले के भनेको थिएँ भने हिजो बेलुका मैले डिआइक्यूलाई अगस्त सरलाई फोन गरेर साइबरको म आउनु पऱ्यो भने भोलि बेलुकासम्म म काठमाडौँ पुग्छु पर्सि बिहान आउँछु भनेको थिएँ मैले होइन के को साइड लाग्ने किन साइड लाग्ने कस्तो कुरा गर्नुहुन्छ कस्तो कुरा नागरिकको कुरा त्यतिकै बन्द हुन्छ यार बिच बाटोमा जाम कसले गराएको हामीले गराएको जाम त तपाईँले गराएको कुराकानी गराउनु मात्र पनि अरू थप तनाव समस्या पर्छ यहाँ हिजोको जस्तो नागरिक छैन नि यार नागरिकहरू जीव ज्यान फाल्न तयार छैन होइन मुद्दा चाहिँ सार्वजनिक अपराध अरे क्या क्या हो सार्वजनिक अपराध भनेको
उहाँ सिधै जाने गृह मन्त्रालयमै जाने मान्छे प्रधानमन्त्रीसँग जाने मान्छे हो यहाँ बाटा छेकेर गाई जत्रा हँसाएर यो थप तनाव यहाँ उल्टो यहाँ उत्पाद मचिन्छ यहाँ अहिले यहाँ दसौँ हजार मान्छे सडकमा आउँछ अनि त्यसपछि त्यसको चाहिँ परिणाम फेरि एसएसजी साहब ए रमेश सर यहाँ सुन्नु अनि यहाँ त मलाई पक्राउ कुर्सी पठाएको छ त मलाई त यहाँ परिसरबाट पक्राउ कुर्सी पठाएको छ त एसएसजी साहब यसो गर्दैन त अनि मलाई किन पक्रिनु म आउँदै थिएँ उहीँ काठमाडौँ आएर तपाईँकोमा आइहाल्छु नि यहाँ किन उ गर्नु त होइन यसो गरिदिनु न मलाई यहाँ आउन दिनु न म खुरुखुरु गाडीमा आउँदैछु बेलुका अनि आउँला त्यति गरिदिनु न सहयोग म केटाहरूसँग घरमै उहीँ आउँदैछु मैले त अघि भनिसकेँ अन्त मैले छोरालाई पनि तपाईँलाई फोन गर्नु लगाएको थिएँ त्यति सहयोग गरिदिनु न ल यहाँ आदर्शको पनि फोन आयो यहाँ शान्तिपूर्ण तरिकाले अवतरण गर्ने कुरा गरौँ ए आदर्शजी नमस्ते मैले तपाईँलाई बिहान भनेको थिएँ नि यो निर्वाचन आयोगको पत्रले मलाई अहिले भगडा बुर्सी पठाएछ म यहाँ कार्यक्रम सोचेर बाटोमा आउँदै थिएँ होइन म काठमाडौँ अनि अहिले चाहिँ परिसरबाट पक्रा बुर्सी आएको छ तपाईँले तुरुन्तै यो गर्ने कि हामी अब देशभरि आगो सल्काउन थालौँ अनि नभनिसियो भनेको अनि यो सार्वजनिक अपराध अरे मैले के गरेको थिएँ बाटोमा म कार्यक्रम सकेर म काठमाडौँ आउँदै थिएँ तपाईँलाई भेट्थेँ भोलि अनि तपाईँले तुरुन्त आइसीलाई कुरा गर्नुहोस् त के गर्न खोजेको यो परिसरबाट आइस कुरो जनताको लागि बोल्ने मान्छे जनताले एकछिन दुःख पाउँछ नि होइन मलाई खुरुखुरु जान दिनुहोस् खुरुखुरु जान दिनुहोस् एकजना पुलिस छ गाडीमै जान्छु म गाडीमै जान्छु होइन प्लेनमा प्रतिनिधि यार हामी पठाइन्छौँ क्या होइन यस्तो सर हामी दाइलाई एक्लै त छोड्दै छोड्दैनौँ कस्तो तपाईँहरूको घरमा हामी छोड्छौँ पुलिसको घरमा छोड्दै छोड्दैनौँ हामी 14-15 जना छौँ सबैलाई लिएर जानु कुरा गरेको थिएँ बाटोमा जाँदैछ त्यही निर्वाचन सिडिओबाट पनि सार्वजनिक अपराध भने चाहिँ सिडिओ भइगयो नि भोलि सिडिओमा लान्छ होइन फोनको कुरै भएन नि यहाँ त बाटोमा नौटङ्की देखाउने कि जानु पर्यो एकजना प्रयोग कोही जानु पर्यो होइन भने यहाँ त आज हामीले गर्ने तपाईँले गरेर सिर्जना राज्यले गरेको हो यो राज्य आतङ्क हो यो जनताको नेतालाई डराउँदैन होइन तपाईँहरूको देखिहालेको छ सबै कुरा हाम्रो त के होइन भने एकजना राज्यको सबै थाहा छ कि प्लेनमा पठाउँ यहाँबाट जानु पर्यो नि त प्रतिनिधि गरेर एरेस्ट उहाँ दिने हो यहाँ होइन जाने कुरा छ त हामी कानुनको होइन होइन भने अहिले यहाँ आन्दोलन हुन्छ आज लागेको होइन म साइन गर्दिनँ अहिले बाटो होइन सबै तपाईँ कोर्डिनेसन गर्नु सबैलाई ठिक छ सबै कुरा रिले गर बाहिर प्रहरी परिसर काठमाडौँ परिसरले पठाएको छ होइन सर काठमाडौँ परिसर प्रहरी परिसरले पठाएको छ केही छैन यहाँ सार्वजनिक यो सार्वजनिक शान्ति विरुद्ध भनेर भनेको छ त्यही हो सबै कुरा थाहा छ तपाईँले एकजना प्रहरी राख्नुहोस् तपाईँले उहाँलाई सकुशल भए पुर्याउनुहोस् कुनै कुरा दुर्घटना कुरा गर्नु न गृहमन्त्रीसँग गर्नुभयो दुर्घटना हुन्छ
अब एउटा काम भनेको तपाईँलाई यो बोलेकै आधारमा पक्राउ गर्न लागि आउँदै बोलेकै आधारमा पक्राउ गरेको छ। आजदेखि हाम्रो सम्पूर्ण वार्ताहरू भङ्ग भएको छ है। देशभरि चुनाव हुँदैन होइन। अब अनि लिने कुरै होइन। पर्खिनु पर्खिनु आवश्यकै छैन। यो गाडी यात्रा गर्नै पर्यो। वहीँको मान्छे सबै कुरा भइहाल्छ। हामीले सबैले बुझेको छौँ। कसले बुझाएन। छैन रुकाउनु मान्छे पर्खन कुरा हुँदैछ यार भाइ यार। पर्खिनु भनेको यहाँ गाडीमा जाउँ न उता होइन होइन तपाईँ जबरजस्ती नगर्नु न। जबरजस्ती गरे भए त म अहिले गर्थेँ नि हजुर। तपाईँले कसरी गर्नै सक्नुहुन्न तपाईँले। तपाईँले जबरजस्ती पर्खिनु गर्नै यहाँ गृहमन्त्रीसँग कुरा हुँदैछ। जबरजस्ती गर्न नि पाउनुहुन्न। जबरजस्ती हुने कुरै हुँदैन। सुन न दाइले यो पोखरा एयरपोर्टबाट अगाडिबाट पक्राउ गर्न लागेको छ होइन त्यो बर्दिन सबै गाडी रोकिदिन्छ पक्राउ गर्नलाई यहाँ आएको छ होइन सार्वजनिक लानमा पनि सबै उ गर्नु पर्ने विषयहरूलाई सार्वजनिक शान्ति विरुद्ध भनेको छ बर्दियासबाट काठमाडौँ एउटा पनि गाडी जानु त्यसै गरी आउनु सकिन्छ। सकिन्छ नि हो नि अब यो त अचम्म हो नि त। म त जनताको कुरा लिएर अब के हुन्छ अब दाइ तपाईँलाई अब होइन अब यो त वार्ता हुँदैन होइन। तपाईँले वार्ता अब भङ्ग हुन्छ वार्ता भङ्ग अब यो शर्त अब लाग्नु यो हुँदैन। होइन यो पश्चिमाहरूको सरकारसँग वार्ता हुँदैन। अब आन्दोलनमा गयो देश आज आन्दोलनमा देश जान्छ चुनाव हुँदैन। एकदम साइलेन्ट है। कहीँ नयाँ बायाँ यताउता केही नहोस्। तपाईँ अब पक्राउ दिनका लागि तयार हो कि के हो? म पक्राउ दिनको लागि अब म त पक्राउ त दिइसकेँ होइन। मलाई एकछिन जाने मात्रै कुरो कसरी जाने भन्ने म पक्राउ दिन ठुलो कुरो होइन। प्रहरी परिसरमा जान ठुलो कुरो साइड होइन लगाउँ कुरा गरौँ। होइन। अनि ठिक छ त हामीले कुरा त हजुरलाई लिएर कि अब यहाँ थुन्ने होइन होइन अगाडि जाउँ कुरा गरौँ। त्यो साइड लगाएर बाटो नरोकौँ भन्न खोजेको कि अनि तपाईँलाई एउटा कुरो कि मलाई अचम्म लागेको म मेरो गाडीमा खुरुखुरु जाँदै थिएँ तपाईँको पुलिस राखेर खुरुखुरु म कुरा गर्नु त, हजुर कुरा गर्नु। होइन मैले होइन ल हजुर अलिकति साइड लाग्दिनु पऱ्यो है सर है प्लिज। पर्खिनै पर्छ मैले पर्खिनै एकछिन पर्खिनु नि यहाँ। हल्का साइड लाग्दिनु त सर। जोर दिनु गरी पुरै होइन जोर जोर मैले गरेको छैन सर है प्लिज कसैले पनि गरे। साइड लाग्नु थोरै सहयोग गर्नु जोर जोर गरे छैन साइड लगाएर थोरै सहयोग गरिदिनु पर्यो। थोरै सहयोग गर्नु पोखराबाट कार्यक्रमबाट फर्किँदै गर्दा दुर्गा प्रसाईलाई पक्राउ गरिँदैछ। यहाँ देख्न सक्नुहुन्छ दुर्गा प्रसाईलाई एकाएक गरिँदैछ, जबरजस्ती गरिँदैछ देख्न सक्नुहुन्छ। काठमाडौँ